पर्खि आउँदैछु साथी माई गड कत्रो गरम माथि लहरा हाल्न ए खै हेर्न सक्नुहुनेछ यसकै लागि आएको है हामी चाहिँ दुःख गर्नु है ठिकै छ दामी फुलेको रहेछ नि हेर्न सक्नुहुन्छ तपाईँहरूले है दामी फुलेको रहेछ यो र अर्को हाम्रो फर्स्ट स्टार्टिङ भयो इ यहाँनिर यो झन् अझै दामी झर्दैछ है हेर्नु न आम्मा तिनवटा फुलेको रहेछ यसले त है हेर्न सक्नुहुनेछ यसको लागि आएको है हामी चाहिँ जङ्गलमा सो हेलो नमस्ते सम्पूर्णलाई फेरि पनि है मेरो भिडियोमा स्वागत छ र आज भनी चाहिँ हामी जुन चाहिँ त्यो नेचुरल फुल हुन्छ नि घोगे त्यो निकाल्न जाँदैछौँ हामी म र मेरो साथी सगन है र अस्ति हामी त्यो खोला जुन चाहिँ माछा मार्न जाँदाखेरि चाहिँ धेरै देखेको थियौँ नि त तलतिर जुन चाहिँ कमानबारीको छेउछेउमा त्यो धुप्पीको यसरी लप्सीको रुखहरू हुन्छ नि त्यसमा चाहिँ धेरै देखेको थिएर चाहिँ आज हामी जाँदैछौँ र मेरो साथी अगाडि गएको छ तपाईँहरूले हेर्नुहोस् होला भिडियोमा है र कति भेट्नेछौँ आज तपाईँहरूलाई म देखाउनेछु है भिडियोमा र हाम्रो चाहिँ अब फुल निकाल्नु लाग्यौँ है यहाँनिर हेर्न सक्नुहुनेछ बाँस लामो बोकेर हामी चाहिँ आमाम साथी जुगा चाहिँ टिप्नु भ्याउँदैन रहेछ है जुगा चाहिँ टिप्न नै पाएगा यो त यहाँ त बहुत लामो हुने रहेछ नि है त्यो उयोसँगै हाल ल उयोसँगै झार ल हौ त्योसँगै डन्ठासँगै पर्खि आउँदैछु साथी माई गड कत्रो गरम माथि लहरा हाल्न ए खै केटी मिस्टेक भयो तल उचालेकोले ऊ त्यहाँबाट छ है जुन उयो तलको लागि त तलै जानुपर्ने ल खै उयो खोकरीले त म अलिक उयो गर्छु फाड्छु भाँचेन रहेछ नि यो पनि दामी आयो नि कुन चाहिँले पक्रेको छ हौ अलग्गै छ हौ एउटा कुन चाहिँले छोड न यहाँ एउटाले पक्र्यो ला टुक्रियो नि त्यो यसलाई त म तान्छु एउटा छ हौ त्यहाँ त्यही त
त्यो फेदमा लगाएर सट्टै तान्न हैट। मोटो भयो नि त हो छिरेको छैन त्यहाँनिर त्यसलाई मैले ल त ल त सकिन साह्रो पऱ्यो नि त हौ लठुवा तान्नु त्यो एउटाले अड्काइरहेको छ हौ एउटाले अर्को छ त्यहाँ उनीहरू त जान्छ नि त बेगमा र आजको हाम्रो मेहनत चाहिँ यति साह्रो भेट्यौँ है हामीले यति बिघ्न यो चाहिँ अब आधी बेलै लागेर चाहिँ हामीले झारेको यहाँ हेर्न सक्नुहुन्छ है ड्यामै छ निकै नभनेको यहाँ कतिवटा जस्तो छ 50वटा जस्तो छैन आजको यो मेहनत हेर्न सक्नुहुन्छ ड्यामै गएन हाम्रो खेरो गएन आजको दिनको चाहिँ बेसी भुइँ नकाट्न अन्त भुइँ चाहिँ यसले बम्फोक सक्दिनँ खुकुरी सक्दिनँ नि भुइँ कहाँ काटेको होला आटा झोलामा नफुलेको चाहिँ ब्यागमा हालौँ न त्यही त भनेको त जुगाले चाहिँ सके हामीले चाहिँ जुगाले मलाई झन् सानो जग्गा खाएको छ नि जुगाले झन् अब कति खाएको होला नि देखाउनु भएको छ त्यो अलग्गै राख नफास् न त्यसलाई साह्रै लामो नि त तेरो अन्त बज्या तिनवटा फुलेको छ है प्रायः तर फुलेकै भेट्यौँ हामीले नो टेन्सन टेंशन गया पेंशन लेने के लिए लानु पो कसरी साथी अब इसको काँधे में ले जाएंगे ले जाके घर में डालेंगे हुन्छ क्या तर त है सानो रहेछ फिजेको छैन नि त चलेगा त्यसमा काँधो में ले जाएंगे हम तो त्यसलाई मेता हाल्न बेगमै हालौँ न त्यसलाई के हो त्योहरू पनि जान्छ त बेगमा कहाँ भाँचिन्छ फुल लाटा फिजेको छ नि त फुलेकोलाई त हाल्नै भएन नि लाम जरा भएछ तपाईँको अहिले हल्का हल्का छाट्नुपर्छ ला यो अलिकति ठुटासँगै राखेको थिएँ मैले के भएछ नि ठुटासँगै लैजाउँ भनेर रड्डी भने घन्टु लाल कस्तो खुट्टामा लैजाउँ भनेको त लगेर सिधै झुन्डाइदिउँ भनेको त इसका तो टूट गया फूल इतना ही है